नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। बाराको जितपुर सिमरा वडा नम्बर 10 मा टाउको नभएको अवस्थामा एकजनाको शव भेटिएको छ। शवको शनाखत हुन सकेको छैन। प्रहरीका अनुसार स्थानीय एक व्यक्ति 15 दिनदेखि बेपत्ता थिए। उनको शव हुन सक्ने आशंका गरिए पनि पुष्टि हुन सकेको छैन। नेकपा एमाले अध्यक्ष र महासचिव बाहेक सबै पद खारेज गर्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महासचिव बाहेक सबै पदाधिकारीलाई हटाउने निर्णय गरेको हो। साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्ज तोकिएको छ। त्यस्तै पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप गेवालीलाई दिएको छ। त्यसैगरी बैठकले मङ्सिर 2 गतेदेखि 6 गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय समेत गरेको छ। अखिल नेपाल महिला सङ्घ अनेम सङ्घले 111औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भोलि शनिबार बृहत राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने भएको छ। अनेम सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी भेलाबारे जानकारी गराएको हो। भेलामा मुलुकभरबाट 10,000 अगुवा महिला कार्यकर्ताहरू सहभागी हुने अपेक्षा अनेम सङ्घले लिएको छ। भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ गर्न लागि भेलाले महिला हक हित तथा समानता र हिंसामुक्त समाज निर्माणका लागि विभिन्न 5 बुँदे घोषणापत्र जारी गर्ने अनेम सङ्घकी सचिव सुजिता साकेले जानकारी दिनुभयो। बृहत राष्ट्रिय महिला कार्यकर्ता भेला हुन लागेको कुरा जानकारी गराउन चाहन्छौँ। उक्त कार्यक्रम सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा हुन गइरहेको छ। यसै सिलसिलामा यस वर्ष 2077 सालमा 111औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अखिल नेपाल महिला सङ्घले संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ यही फागुन 29 गतेका दिन बृहत राष्ट्रिय महिला कार्यकर्ता भेलाको रूपमा मनाउन लागिरहेको सहर्ष जानकारी गराउन चाहन्छौँ। र त्यसै क्रममा हामीले अब भोलिको दिन 29 गते हामी 10,000 भन्दा बढी अगुवा महिला कार्यकर्ताहरूको भेला गरेर हामी भोलिको सम्पन्न गर्न गइरहेका छौँ। महिला दिवसको सन्दर्भमा अनेम सङ्घको संयोजनमा साप्ताहिक रूपमा विभिन्न कार्यक्रम गरिनुका साथै यही फागुन 24 गते सङ्घीय राजधानी काठमाडौँमा र्याली तथा सभा गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको भ्रमणमा जान लाग्नु भएको छ। राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बङ्गलादेश भ्रमणमा जाने परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभएको हो। बङ्गलादेशका राष्ट्रपतिको निमन्त्रणामा मार्चको अन्तिम साता उहाँ जान लाग्नु भएको मन्त्री गेवालीले बताउनु भएको छ। भण्डारी मार्च 22 मा ढाका जाने सम्भावना छ। बङ्गलादेश सरकारले बङ्गलादेशका संस्थापक शेख मुजिबुर रहमानको 7वार्षिक जन्मजयन्तीका अवसरमा छिमेकी मित्र राष्ट्रका नेताहरूलाई निम्त्याएर विभिन्न कार्यक्रमहरू गरिरहेको छ। सोही अवसरमा राष्ट्रपति भण्डारीले पनि बङ्गलादेश भ्रमण गर्न लाग्नु भएको हो। नेपालमा पछिल्लो 24 घण्टामा थप 48 जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या 2,75,118 पुगेको छ। पछिल्लो 24 घण्टामा 61 जना कोरोनाका सङ्क्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म 2,71,177 पुगेको छ। नेपालमा पछिल्लो 24 घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या 0 रहेको मन्त्रालयले पुष्टि गरेको छ। हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या 3,012 पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या 929 रहेको छ। पछिल्लो 24 घण्टामा देशभर 2,512 जनाको PCR परीक्षण भएको छ। यता प्रदेश 2 मा पछिल्लो 24 घण्टामा कोरोना भाइरस सङ्क्रमित फेला परेको छैन। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार पछिल्लो 24 घण्टामा 1 जनामा पनि सङ्क्रमण देखिएको छैन। प्रदेश 2 मा कुल सङ्क्रमितको सङ्ख्या 17,202 रहेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना सङ्क्रमणबाट 209 जनाको मृत्यु भएको छ। अहिलेसम्म प्रदेश 2 मा 16,983 जना सङ्क्रमणबाट मुक्त भइसकेका छन्। अहिलेसम्म 1,46,506 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 35 वटा स्वाबको नतिजा आउन बाँकी छ।
सप्तरीमा अपहरण मुद्दामा अदालतले सजाय सुनाएका एक व्यक्ति 10 वर्षपछि पक्राउ परेका छन्। छिमेकी युवक अपहरण गरी 13,05,000 रुपैयाँ फिरौती लिएका छिन्मस्ता गाउँपालिका वडा नम्बर 1 का 45 वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर शाहले जानकारी दिनुभएको छ। यादव सहितको समूहले साबीको बढी वीरपुर गाविस 5 का 17 वर्षीय सञ्जीव कुमार शाहलाई 2067 साल कार्तिक 26 गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो। उनीहरूले परिवारका सदस्यसँग 50 लाख रुपैयाँ फिरौती मागेका थिए। युवकको परिवारका सदस्यले 13,05,000 रुपैयाँ फिरौती बुझाएका थिए। अपहरित युवक हालसम्म बेपत्ता छन्। अपहरण सम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले 2073 साल भदौ 15 गते यादवलाई 9 वर्ष कैद सजाय र 25,000 रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल डिजेल लगायतको पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा नेपाल सरकारलाई आयल निगमको ठूलो भूमिका नहुने बताउनु भएको हो। आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पार्नुभयो। डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने बताउनुभयो। आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि बताउनुभयो। बेसिकल्ली तीनवटा कस्ट फ्याक्टरले इम्प्याक्ट गर्छ। एउटा कस्ट फ्याक्टर भनेको डलरको रेट, अर्को कस्ट फ्याक्टर भनेको क्रुड आयलमा जुन बढ्छ त्यसको रेट, तेस्रो फ्याक्टर भनेको निगमले कमाउने नाफा, निगमको खर्च का विषयहरू। यी तीनटा विषयले डिजेल पेट्रोलियम पदार्थको मूल्यलाई निर्धारण गर्छ। र यो हिसाबमा मैले यहाँहरूलाई के स्पष्ट पार्न चाहेँ भने हाम्रो कस्टिङमा स्रोत हाम्रो कहिले महँगो छैन। हामीले जुन प्राइसमा हामीले किन्छौँ त्यो महँगो हालेर हामीले किनेका छैनौँ, त्यो हामी सबैले बुझिदिनुपर्छ। दोस्रो कस्टलाई इम्प्याक्ट गर्ने पाटो भनेको निगमका खर्चहरू, कर्मचारीका खर्चहरू, दुनियाँ कुराहरू जुन आउँछन् त्यो चिज पनि आजको दिनमा पेट्रोलियम आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि उहाँले बताउनु भयो। मूल्यवृद्धि लामो समयसम्म रहे ठुलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ। मान्छेलाई उठाउन सकिन्छ, तर त्यो जानी त्यो अन्ठाएर बसेको मान्छेले उठाउन सकिन्न कि। अब त्यो बुझ्नै चाहँदैनन्। एउटा हामी कहाँ एउटा मास छ, एउटा चाहिँ छ, हामी बुझ्नै चाहँदैनौँ भन्ने त अब हामीले के गर्न सक्छौँ र। त्यही पनि के हो भने अहिले पछिल्लो चरणमा चाहिँ मिडियाका साथीहरूले सोसियल मिडियामा धेरैले बुझ्नु भएको छ र सोसियल मिडियामा जुन कमेन्टहरू मूल्य बढेपछि आउँछ। हाल निगमले पेट्रोलको मूल्य प्रति लिटर 116 रुपैयाँ, डिजेल र मट्टी तेलको मूल्य प्रति लिटर 79 रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य 1400 रुपैयाँ कायम गरेको छ। सरकारले अध्यादेश मार्फत कृषिमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन्। आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद तथा सरोकारवालाले कृषिमा वैदेशिक लगानी भित्र्याउन सरकारले अध्यादेशको सहारा लिन खोजेको भन्दै आपत्ति जनाएका हुन्। बैठकमा सांसद सोमप्रसाद पाण्डेले यसअघि नै कृषिमा विदेशी लगानी भित्र्याउनु हुन्न भनेर विभागीय मन्त्री सहित बसेको बैठकले निर्णय गरिएको भए पनि सरकारले अध्यादेश मार्फत विदेशी लगानी भित्र्याउन लागेको बताउनु भयो। सानो पहलबाट ठूलो छिद्र बनाएर छिर्ने प्रयत्न गरिएको भन्दै उहाँले कृषिमा विदेशी लगानी स्वीकार्य नहुने पनि बताउनु भयो। अहिलेको पनि रियालिटी के हो भन्दाखेरि चाहिँ कृषिमा वैदेशिक लगानीको अहिले पनि हामीले स्वीकार्न सक्ने अवस्था छैन। एउटा सानो पहलबाट ठुलो छिद्र बनाएर छिर्ने खालको प्रयत्न हो। सांसद देवेन्द्र पौडेलले कृषिमा विदेशी लगानी ल्याउनु नहुने बताउनु भयो। कृषिमा विदेशी लगानी भित्रिए परम्परागत कृषि प्रणालीको अन्त्य हुने र कृषकको रोजगारी गुम्ने उहाँको भनाइ छ। लगानी भित्रिँदा नेपालका किसानको लगानी डुब्ने तथा व्यापार घाटा बढ्ने उहाँको भनाइ छ। उहाँहरूले आफै लगानी बित्तिकै किसानले उत्पादन गर्ने पोका त्यसलाई ठुलो लगानी चाहिँदैन, त्यसलाई अरब पनि चाहिँदैन, खरब पनि चाहिँदैन। आफ्नै घरमा चाहिँ 5-7वटा बाख्रा पालेर कयौँ चाहिँ किसानहरूले आफ्नो जीविकोपार्जन गरेका छन्।
हामीले त्यो पनि सिद्धाइदिने। त्यस कारण मलाई के लाग्छ भनेदेखि यो एफडिआईको नाममा हामीले सेक्टरमा छुट्याएर छरपष्ट जुनै प्रकृतिको एफडिआईलाई पनि प्रतिस्पर्धा गर्न दिइयो भनेदेखि हाम्रो चाहिँ रोजगारी पनि गुम्छ, अलिअलि यो पेसामा प्रवेश गरेका व्यवसायीहरू पनि डुब्छन् र अहिले ठुलो सांसद प्रकाश रसाइलीले देशलाई आत्मनिर्भर हुने बाटोमा लानुपर्ने बताउनुभयो। कृषिमा विदेशी लगानी नभित्र्याउने भनिएको भए पनि सरकारले किन ल्याउने प्रयास गरेको हो, यस सम्बन्धमा विभागीय मन्त्री र सचिवहरूसँगको छलफल आवश्यक रहेको उहाँको भनाइ छ। यसको माध्यमबाट जुन सामान त्यहीबाट किनेर ल्याउने, उनीहरूले पठाएको पैसाले त्यही पैसाले किने। सांसद अमृता अग्रहरीले साना उद्योग सञ्चालनमा देश र उद्योगीहरू सक्षम रहेको बताउनु भयो। जनताको मनमा विपरीत कृषिमा विदेशी लगानी भित्र्याउन लागि भन्दै उहाँले आपत्ति जनाउनु भएको थियो। हस्त अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।